हेलो एभ्रिवान, सबैजना नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज चाहिँ म मेरो भाइ अनि दाइ घुम्न गएको थियौँ। धेरै दिनपछि घुम्न गएको, त्यही म चाहिँ धेरै बाहिर पनि निस्किँदैन, सो त्यही भएर अनि घुम्नको लागि चाहिँ हामी काने पोखरीको जङ्गल गएको थियौँ। धेरै दिनपछि हामी मामुले आएको थियौँ। सो अनि हेर्न सक्नुहुन्छ हामी चाहिँ जङ्गल पुरा दाइले चाहिँ कुदाइरहेको साइकल। अनि हामी सानो भएर म चाहिँ पुरा भ्यू हेर्दै जाँदै थियौँ। म पनि भिडियो बनाउँदै थिएँ। अनि हेर्नु यति पुरा मेरो कपाल उडाइरहेको थियो। हेर्नु न, हावा कति जोर जोर से आइरहेको थियो साइकलमा। अनि भाइ चाहिँ डराइरहेको थियो अनि भन्दै थियो घर जाऊँ। अनि त्यही पनि हामी घुम्दै थियौँ यतिकै रमाइलो गर्दै। अनि केही मान्छे कोही थिएन, पुरै सुनसान जङ्गलै अँध्यारो पर्न आँटेको थियो। सो हेर्न सक्नुहुन्छ होला। हामी चाहिँ जाँदै थियौँ, दाइले साइकल झन्डै लडाएर हामी दुईजनालाई झन्डै लडाइदियो। त्यही पनि अलिअलि धन्न बचिहाल्यौँ, झन्डै लड्यौँ। यतिकै फेरि घुम्दै भाइ धेरै डरायो। सो त्यही भएर हामी चाहिँ घर फर्किँदै थियौँ। अनि यतिकै घर फर्किँदै फेरि अँध्यारो भइसकेको थियो। राति हामी घुम्न लागेको थियौँ। अनि त्यही भएर पुरा रात परिसकेको थियो। हेर्न सक्नुहुन्छ तपाईँहरू पनि। बाई बाई, आजको लागि यति नै।